जय मसीह, गुड मर्निङ। प्रभु येशूको नाउँमा तपाईँहरूलाई फेरि पनि मेरो प्रेमबाट अभिवादन छ। जय मसीहको साथमा म राधेजन फेरि पनि आज यो वर्षको तेस्रो दिनमा तेस्रो भिडियो लिएर म यहाँ तपाईँहरूको माझमा उपस्थित छु सोसल मिडिया मार्फत। खासमा आजको यो नयाँ वर्ष 2026को पहिलो सङ्गतिको छोटो उत्साहजनक सन्देश लिएर आएको छु। साँच्चै हामी सबै भाग्यशाली हौँ जतिजना परमेश्वरको महिमाको निम्ति आज 2026को पहिलो हप्ताको पहिलो सङ्गतिमा उपस्थित हुन्छौँ। यो हाम्रो लागि खुसीको कुरा हो, किनभने कसैले भनेका छन् कि जुन सुरुमा हामी जे गर्छौँ सालको पहिलो दिनमा त्यो पहिलो हप्तामा होस्, त्यो के हुन्छ त सधैँभरि त्यस्तै राम्रो कुरा भइरहन्छन्। सो किन न हामी परमेश्वरको महिमाको लागि हामी सङ्गतिबाट नै जसरी कि परमेश्वरको साथमा नै हाम्रो दिन हाम्रो हप्ताको सुरुवात गरौँ, ताकि हाम्रो आउने दिनहरू सबै राम्रो होस्। खास यो 2026को यो पहिलो सङ्गतिमा हामी विश्वासका साथ अगाडि बढौँ। प्रभुले हामीलाई नडराऊ भन्ने, जसरी कि यो 365 दिन 365 चोटि बाइबलमा भनेका छन् र खासै 365 दिन यो सालको एक सालमा पनि हुन्छ। सो यसैको साथ परमेश्वरले हामीलाई भन्नुभएका छन् नडराऊ, अनि के भन्छन् भरोसा गर्न हामीलाई बोलाउनु भएको छ। उहाँमा नयाँ सुरुवात, नयाँ आशा र नयाँ कामहरूका लागि परमेश्वरले स्वयं हामीसँग हुनुहुन्छ भन्ने हामी विश्वास गरौँ। त्यसैले नडराऊ, उहाँको सामर्थ्यले हामीलाई बल दिनुहुन्छ, उहाँको उपस्थितिले हामीहरू साथमा सधैँ रहन्छन्। यस वर्ष पनि हामी परमेश्वर हामीमा साथमा हुनुहुन्छ। त्यसैले हामी एकतामा, विश्वासमा र प्रेममा अझै दृढ भएर र प्रभुको योजना जुन हाम्रो जीवनमा उहाँले बोलाउनु भएका छन् त्यसलाई हामीले के गर्नुपर्छ त पुरा गर्नुपर्छ प्रियहरू हो। जसरी कि प्रभुको वचनले भनेछन् यसैया 41:10ले, यसै कारण नडराऊ भन्छ, यसै कारण नडराऊ किनकि म तिमी साथमा छु। निरुत्साहित नहौ किनकि म तिम्रो परमेश्वर छु। म तिमीलाई बल दिनेछु, सहायता गर्नेछु र मेरो धार्मिकताको दाहिने हातले तिमीलाई म थामिराख्नेछु। परमेश्वरको वचनले भन्छ। प्रिय, यो वचनले हामीलाई उत्साह दिइरहेछ। हामी डराउनु हुँदैन। परमेश्वरको महिमा र उहाँको योजना पुरा गर्नलाई, हाम्रो जीवनमा आशिषको भरपुरी बनाउनलाई हामी अगाडि बढ्नुपर्छ प्रिय हो। त्यसैले म तपाईँहरूलाई उत्साह दिन चाहन्छु। प्लिज सङ्गतिमा परमेश्वरको महिमा गर्न अगाडि बढ्नुहोस्। हुन हामी धेरै यस्तो कुराहरूबाट परमेश्वरलाई महिमा गर्न सक्छौँ, जस्तै आफ्नो कामद्वारा, आफ्नो जे कुराहरू छ, जसरी कि जे व्यवसायमा हुनुहुन्छ अथवा पढाइमा हुनुहुन्छ अथवा सेवाकाईमा हुनुहुन्छ, जे कुराहरू पनिबाट तपाईँले परमेश्वरलाई महिमा दिन सक्नुहुन्छ। सो प्लिज डु नट फियर। परमेश्वरले भन्नुहुन्छ हामी नडराऊ, निरुत्साहित पनि नहुनलाई। परमेश्वर हाम्रो साथमा हुनुहुन्छ भने प्रिय विश्वास गर्नुहोस्। आउनुहोस्, म तपाईँको लागि म सानो प्रार्थना गर्दछु यो नयाँ वर्षको लागि र नयाँ सङ्गतिको सुरुवातको लागि। यो प्रार्थना तपाईँ आफ्नो जीवनमा घोषणा गर्नुहोस् र परमेश्वरले तपाईँलाई आशिष दिनुहुनेछन्। प्रिय आउनुहोस् हामी प्रार्थना गरौँ। हे स्वर्गीय पिता, यो नयाँ वर्ष 2026को पहिलो सङ्गतिको लागि म तपाईँलाई धन्यवाद दिँदछु। हाम्रो हृदयबाट जति डरहरू छ सबै हटाइदिनुहोस् र तपाईँको विश्वासले भरिपूर्ण गरिदिनुहोस्। तपाईँको वचनअनुसार हामीलाई बल दिनुहोस्, सहायता गर्नुहोस् र तपाईँको धार्मिकताको दाहिने हातलाई हामीलाई सम्हालिराख्नुहोस्, थामिराख्नुहोस्, ताकि यस वर्षमा हामी एकतामा, प्रेममा र आत्मिक उन्नति प्रगतिमा हामी बढ्न सकौँ र तपाईँको महिमा गर्न सकौँ र तपाईँको नाउँलाई ओ पिता परमेश्वर हामी उच्च पार्न सकौँ हाम्रो जीवनद्वारा प्रभु र हाम्रो सेवाकाईद्वारा। हे पिता परमेश्वर धन्यवाद, तपाईँको हामीलाई बढाउनुहोस् र हामी तपाईँको महिमा प्रकट गर्ने जीवन जिन सकौँ भने हामीलाई सहायता गर्नुहोस्। धन्यवाद। यो सारा बिन्ती प्रार्थना तपाईँको हातमा राख्दछु र जति यो भिडियो सुनिरहेको छ उहाँलाई पनि तपाईँको हातमा राख्दछु। उहाँको योजनाहरू सबै डरहरूलाई, चिन्ता फिक्रहरू तपाईँको हातमा राख्दछु। सबैलाई उत्साह प्रचार दिनुहोस् प्रभु, किनभने तपाईँ नै परमेश्वर हुनुहुन्छ भन्ने हामी विश्वास गर्दछु। धन्यवाद। यो बिन्ती प्रार्थना तपाईँको हातमा राख्दै आशिष माग्दछु प्रभु येशू मसीहको उच्च र पवित्र नाममा। जय मसीह। यो प्रार्थना तपाईँको जीवनमा आशिष दियोस्। हुन्छ। जय मसीह प्रिय।